आज त दुईजना लभै प्लस ग्रेजुएसन सुट भइरहेको रहेछ भयो स्टुडियोमा। अब हामी उहाँको बुवासँग कुरा गर्नेछौँ। हेलो नमस्ते। नमस्ते। हजुरको नाम के पर्यो? योगराज राई। योगराज राईजी धरानबाटै हुनुहुन्छ नि? धरान 15। मम्मी बुवा सबै परिवार लिएर आउनुभएको छ। अब हजुरको दुईजना छोरा लाउरे लागेको रहेछ। अब छोरी पनि भर्खरै ग्रेजुएट भएको रहेछ। यत्रो खुसी कहाँ राख्नुहुन्छ एकैचोटि? छोराछोरीलाई नै सबै मेरो खुसीले खुसीलाई नै साँचेर अब ब्याङ्कमा राख्ने बेला भयो जस्तो छ। कस्तो फिल भइरहेछ हजुरलाई बज स्टुडियोमा आएर? हजुर एकदम खुसी लागेको छ। अब फोटोसुट सकिन लागेको छ होइन? कस्तो रह्यो हजुरको एक्सपिरियन्स? फर्स्ट टाइम यहाँ आएको। हजुर। अब खुसी पनि लागेको छ परिवारसँग यसरी फोटो खिच्न पाउँदा। हजुर ल हुन्छ, हस् धन्यवाद। एकदमै हजुरको खुसीमा हामी पनि सामेल हुन पायौँ, त्यसको लागि हजुरलाई पनि एकदमै धन्यवाद। फेरि सम्झिँदै गर्नु होला। हस् थ्याङ्क यू।